वेलकम टु द लाइफ अफ दुबई होइन। सो एक्सपेक्टेसन भएपछि रियालिटी भइरहेछ होइन। यहाँनिर अब सोचेर के कुराहरू आइएको थियो होइन। आज ठ्याक्कै 10 दिन भयो म आएको दुबईमा। दुबई लास्टै एक्सपेन्सिभ लाग्यो मलाई चाहिँ। मलाई एक्सपेन्सिभ त अभियसली एक्सपेन्सिभ नै हुन्छ होइन, काठमाडौँ बसिरह हामी नेपाल बसिरह मान्छेहरूलाई। बट जुन त्यो पे टु स्टेइङ एक्सपेन्सेस रेसियो हुन्छ नि, त्यो अनुसार पनि लास्टै महँगो लाग्यो कि। अब 10 रुपियाँको ब्रेड यहाँ 30 रुपियाँमा पाउँछ। नेपालमा त्यो 10 रुपियाँको ब्रेड किन्नलाई 1000 रुपियाँ इन्कम हुन्छ भने यहाँनिर 1500 इन्कम हुन्छ क्या। त्यो हिसाबले बुझ्नु क्या हजुरहरू। सो दुबई इज भेरी फकिङ एक्सपेन्सिभ। जो सोचेर आउँदै हुनुहुन्छ दुबईमा के गर्छु भनेर होइन, कम प्रिपेयर्ड कि दुबई इज नट गन बी फकिङ इजी। त्यति चाहिँ हो होइन त। 8 वर्ष एक्सपिरियन्स भयो मान्छे, 8 वर्ष एक्सपिरियन्स गरेर के भोग्नु भयो त? के भोग्ने यस्तै दुबई। यस्तै छ दुबईको लाइफ होइन। म नि फर्स्ट ह्यान्ड आएर भोग्दैछु त नभनौँ, अहिलेसम्म जबलेस छु। 10 दिन भयो, बिएचएम ग्रेजुएट। दुबईमा के नै होला भनेर म नेपालबाट आउँदाखेरि मैले सोचेको थिइनँ होला यत्रो टाइम लाग्छ होला जब पाउनलाई, लागिरहेछ। बट इट्स ओके। मैले अरू सानो कम्पनीहरूमा अप्लाई पनि गरेको छैन, सबै 5 स्टारमा मात्र अप्लाई गरिरहेको छु। र यो चाहिँ हाम्रो दुबईको यो चाहिँ आर्टिफिसियल एरिया हो सबै। यो दिस इज अल मेड अन टप अफ स्यान्ड के। सब बालुवा थियो कि यो बालुवा हो कि, यो सब बालुवा थियो कि होइन त। यो बालुवा होइन त यार। बालुवामा यिनीहरूले यत्रो लगानी लगाएर इन्भेस्टमेन्ट गरेर यो सब यो पानी जहाजहरू सबै देखाएको छ नि, यो सबै आर्टिफिसियल हो क्या। इज अल आर्टिफिसियल। त्यो नि होटेल हो 5 स्टार होटेल हो। यो चाहिँ ब्याङ्क हो, इन्डियन ब्याङ्क अफ बरोडा। यो चाहिँ हाम्रो नेपालीहरूको फेभरेट पब क्लब, whatever you want to call it। यो चाहिँ बुटिक होटेल। यो चाहिँ 3 स्टार हो। यसमा चाहिँ अप्लाई नै गरेको छैन। त्यो परको चाहिँ अजमान चार्जर जाने बाटो। फोटो हानिदिन्छ सरको। अब त्यही हो। बुढाले स्पोन्सर गरिदियो कि यसलाई भिजा टिकट एभ्रिथिङ। यस्तै छ यहाँनिर। लाइफ इज भेरी डिफ्रेन्ट के। लाइक अब नेपालमा हुन्छ नि एउटा सिङ्गल माइन्डेड लाइफ। एउटा नेपालमा अब हामीले भेट्ने जति सबै फरेनरहरू हतपत भेट्दैनौँ होइन। सबै अब नेपालमा भेट्ने हामीले कस्तो हुन्छ, सबै आमा बाउको खुट्टामा उभिएको, अलिअलि भयो नि आफै दुःख गरेर नि म्यानेज गर्ने खालको हुन्छ नि। यहाँनिर त्यस्तो हुँदैन कि। यहाँ लेभल लास्टै धेरै लेभल हुन्छ क्या। म नेपालबाट दुबई आउँदाखेरि आई न्यू कि दुबईमा लेभल हुन्छ भनेर। त यहाँनिर आएर यति डिफ्रेन्ट लेभलहरू हुँदो रहेछ भनेर मैले सोचेको थिइनँ कि। फरारी ल्याम्बोर्गिनी ड्रिम्स होइन। काम गरेर किन्न सक्दैन तिमीहरूले। काम गरेर ल्याम्बोर्गिनी फरारीको सपना देख्छ भने यु गाइज आर भेडाज। के भने त्यसलाई, त्यो एउटा हुन्छ नि के अरे पोजिटिभ थिङ्करहरूलाई के भन्छ अरे? साइको होइन, पोजिटिभ थिङ्करहरूलाई के भन्छ? आई फरगट। बट त्यो एउटा फ्रेज हुन्छ नि पोजिटिभ थिङ्करहरूलाई के भन्छ? अप्टिमिस्टिक। यस, अप्टिमिस्टिक हुनुहुन्छ भने यो टु ड्याम अप्टिमिस्टिक कि काम गरेर आई क्यान बाई ल्याम्बो फरारी एन्ड एभ्रिथिङ। इट्स नेभर गन वर्क आउट के। 3rd एन्ड 4th ह्यान्ड पनि आउँदैन यहाँनिर। यस्तो हबिबीहरू हुन्छ। यिनीहरूले कहिले लाइफमा कहिले काम गर्यो होला त यार, यिनीहरूले पार्टिकुलरली देम। आई डोन्ट थिङ्क सो यस्तै छ लाइफ यहाँनिर। दिस इज साल्ट वाटर। चलिरहेछ बोट। युट्युबमा बसेर बिल गेट्सको यट अनि कोकोसको जेफ बेजोसको यट हेर्न सजिलो छ, तर कमाएर गर्न इट्स भेरी फकिङ हार्ड। माइन्ड इट।